काम पारो हामी चाहिँ भर्खरै डार्बिनदेखि छुटेको 20 मिनट भयो छ दाइ एलिजाबेथ रिभर भर्खर क्रस गर्यो यस अब अन द वे टु बेरी स्प्रिङ थ्रु बेरी स्प्रिङ भनौँ हाम्रो डेस्टिनेसन चाहिँ आज सरप्राइज क्रिक न्युली फान्ड गरेको आज दाइले होइन हामी चाहिँ वाङ्गी जाने प्लान थियो सरप्राइज क्रिक भयो अब यहाँदेखि चाहिँ 1.5 आवर जस्तोको बाटो छ डार्बिनको वाट समथिङ एकदमै मनपर्ने डार्बिनको एकदम मनपर्ने भनेको यही ड्राई सिजनमा डेट ब्याक अब बाहिर गएर हामीले यो हट स्प्रिङहरू बिटर स्प्रिङ्सहरू यो क्रिक्सहरू चाहिँ छ नि होइन यो कुराहरू मजा आउने हो This guy is very fucking committed to anything interesting, exciting, but it has to be adventurous. यस सर यो फल्सको नाम चाहिँ के हो अरे जा बेटा कहाँ जाने बेटा फल्स होइन फल्स हो र क्रिक हो फल्स फल्सै रहेछ फल्स क्रिक दुइटै जात्तेबा त होला नि टी साइलेन्सै हो जस्तो लाग्यो मलाई सुनामी जस्तै Jaitava Falls Walk. So boys, we are in Jaitava Falls and Creek. हामी 4 जना भएर आइरहेको छौँ हामी चाहिँ आउनको लागि सरप्राइज क्रिक भन्ने ठाउँमा यस्तो राम्रो स्पट हेरेर आएको थियौँ त्यो चाहिँ यही रोड बन्द रहेछ त्यहाँ आइगएको क्लोज भनेर 27 किलोमिटर यहाँबाट रोड छोडेर अफ रोडिङ गर्नुपर्ने रहेछ अनि त्यो नभेटिसकेपछि नजिकको फल्स चाहिँ कहाँनिर होला भनेर हेर्दाखेरि चाहिँ यो फल्समा आइपुग्यो यो फल्स चाहिँ वेयर रियली गोइङ टु बी सरप्राइज कि कतिको राम्रो छ भने एकदम खुसी भएर सरप्राइज हुन्छौँ नराम्रो छ भने चाहिँ नराम्रो रहेछ फल्स भने चाहिँ ह्या भने अनि पपुलर वाङ्गी अथवा फ्लोरेन्स फलमा गएर स्विमिङ गर्ने प्लान छ द्याट्स द प्लान फर टुडे गुडे म्याट हान्देऊ न गुड मड क्राबको टी सर्ट लगाएर पहिला वाच आउट हानिदियो अनि गइदिउँ न होइन ताना 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 अब गएको खिच्ने खिच्या हो के नबोल राम्रो आउँदैन यहाँ आछ गुड ल अब ब्याग जाऊ मलाई देखिरहेको छु है
जताभावी त्यो देख्नु नि लिस्टको फल्समा आएको छ यहाँ हामी अहिले गाइताबा भन्ने फल्समा आएको छौँ बवाल चिसो छ पानी चाहिँ रिफ्रेसिङ पछाडिको भ्यू हेर्नुहोस् कस्तो मजा छ त्यो ठिक्कै बनाऊ है केटाहरू त्यो